तल तल दुःख गरेर जिन्दगीमा निक्लिन्छ अरे आफै माथि चढेर गाह्रो बनायो पेटको अद्रा भुटी त्यतै खसेछ है ज्यालिन्जन बढ्दै इन्डिया अहिले चाहिँ हामी पोखराको चमेर गुफानिर आएको र यहाँनिर घोडा देखेका छौँ गाइजहरू यो सानो ठाउँबाट चाहिँ जानुपर्ने हुन्छ हैन सिरिस अड्केला छ बिस्तारै सुतेर छिर्ने हो सुतेर टाउको छिराउने ज्यान सुताउने हो सिरिस अड्केला फेरि जबरजस्ती नगर भाइ सकिन विष्णुबहादुर नाति हो कि ब्रह्मा नन्दनको नाति हो म्यान भर्सेस यस्तो तालमा जुत्ता यो ठाउँमा छाला जुत्ता लाएर निस्क्यो ल बिस्तारै देखाइ कम्ता गाह्रो छ त डाम्ना हो हेरेर बस्ने युट्युबको दर्शकलाई के थाहा भने हरि बिजो कङ्गाल टाँट बनायो हेर मलाई के ल धन्यवाद हस् हस् थ्याङ्क यू सो मच ल यहाँ अलिकति भन्नु त भ्लग खिचिरहेको छौँ कि दुई शब्द तपाईँहरू सक्नु भएन है हामीले सकिएन हजुर सक्नुभयो मोटो ज्यानले पनि होला पातलोले गर्दाखेरि फाइदा लिनुभयो पातलोमा त्यही भएर मैले दिनदिनै कागतीको फाइदा चाहिँ यहाँ आएर लियो क्या मम्मीले मलाई कराउँथ्यो होइन कागती नखा त दुब्लाउ जस्तै त दुब्लै छ भन्थ्यो अनि म चाहिँ एकदम दुब्लै हुनु मन लाग्छ कागती चाहिँ म रेगुलर खान्छु कि अमिलो भनेपछि त चट्ट लाएर खान्छु तै खिच्नु त अलिकति झन्डै यो चस्मा फुटेको थियो त्यो पनि अब यो चस्माको मेमोरी पनि हुन्छ यहाँतिर लडी बुढी गरेको भन्दा नि अब हेर्नुहोस् हरि बिजो गाइज मेरो हरि बिजो के भनेको थियो यहाँदेखि यहाँसम्म बल्ल तल दुःख गरेर जिन्दगीमा निक्लिन्छ अरे आफै माथि चढेर गाह्रो बनायो पेटको अद्रा भुटी त्यतै खसेछ है ज्यालिन्जन बढ्दै इन्डिया अब खसेन खसेछ अब त्यसै होस् गाई बल्ल तल आयो आधी जिउ अड्केर आधी जिउ के त आधी जिउ यता होला भन्नु थाल्यो बल्ल तल निस्किनु चाहिँ त्यसो भए तर म दुब्लो हुनुको फाइदा निकालेँ कागती खाएर दुब्लो हुनु फाइदा ल कागती नआए निक्ल्यौँ के अरे कागती नआएर त गाइस झन्नै सास अड्केको राजा रोहन केसी त्यसै भनेको होइन क्या त्यही भएर मेरो नामै नुहारानको बेलामै राजा रोहन केसी राख्दो रहेछ नि यहाँ राजा रोहन केसी होइन मेरो नुहारानमा नाम चाहिँ के थियो भन्दा भनिदिन्छु राजा भाइ केसी थियो अनि स्कुलमा चाहिँ त्यो अलिकति भाइ भनेर अनि त्यो पछि अलिकति हुने भएर स्कुलमा ब्रान्डेड नाम 8 कक्षामा राखेको थियो राजा त अगाडि थियो रोहन केसी मात्रै राखिदिनु भएको छ अनि त्यो पछि त्योभन्दा अगाडि मेरो त भाइ केसी नामले परिचित र चर्चित मान्छे हो होइन यस्तो पो गाह्रो भयो गाइस मलाई गाह्रो भयो ल गाइस ओहो यस्तो सानोबाट निस्किनु पर्ने ल सक्छ चोपाइ त्यसले भन्नु त कहाँ सक्ने ल हामी लाग्दैछौँ ल है गाइस अब बिस्तारै लाग्दैछौँ झन्नै दाईको हङकङबाट ल्याएको जुत्ता फाटेको थियो है दाईको हङकङबाट पठाइदियो दाईले हङकङको चिनो हो है चिनो भने चिनो हो गिफ्ट भने गिफ्ट हो अब चाहिँ लाग्यो गाई चमेर गुफा पनि फाइनली सक्यो यति नै भन्न चाहे चमेर गुफाबाट अब म बोल्न सक्ने अवस्थामा रहेको छैन थ्याङ्क्स भिजिट अगेन धन्यवाद फेरि भेटौँ न हस् त फेरि भेटौँ न मुख धुँदै हुनुहुन्छ त अब लाग्यो है गाइस ल यो अब हामी जाँदैछौँ हेलो एन्ड नमस्ते इट्स मी राजा रोहन केसी होइन अब चाहिँ हाम्रो पोखराको यात्रा सकियो आजसम्म राजा रोहन केसीलाई हेरेर बसिरहनु हुने सम्पूर्ण दर्शकलाई धेरै माया लड्स ब्लग भन्न चाहे हामीलाई आगामी दिनमा पनि साथ समर्थन सपोर्ट गरिरहनु होला तपाईँहरूको प्यारो राजा रोहन केसी अब पोखराको यात्रा सकिसकेको छ पोखराको ब्लगको फाइनली इन्डिङ भइसकेको छ पोखरा ब्लग जति पनि पाठहरू बनेको छ त्यो पाठहरू सबैजनाले फुल बात गरेर लाइक कमेन्ट सेयर सब्सक्राइबै गरेर होइन साथ दिनुभयो भने हामी नेक्स्ट लोकेसनमा अर्को नयाँ ठाउँमा गएर हामी ब्लग
बनाउनेछौँ। पक्कै पनि माया गर्नुहुन्छ भन्ने आशा गरेको छौँ। ल है त गाइस, पोखराको भ्लग सक्यो। हामी एयरपोर्टको छेउछाउबाट अब चाहिँ हामी भ्लगलाई इन्डिङ गरेका छौँ। गरिसक्नु होला गाइस, पोखराको भ्लग यति नै भयो, यति नै जाने। अब के भन्ने नयाँ नौलो धेरै धेरै माया गर्छ, भ्लग धेरै सपोर्ट छ, मेरो पनि साथ छ। तपाईँहरूको मायाले आजसम्म यहाँको दिनमा आइपुगेको छु र आगामी दिनमा पनि तपाईँहरूको मायाले साकार पार्नेछु। बिस्तारै अब लाग्दैछौँ हामी बिस्तारै पोखरा भ्लग फाइनली इन्डिङ। पहिला जिउ सिराएर उ गर्नु न यसरी निस्किँदैछौँ है हामी निस्किँदैछौँ। टच ल्याउनुहोस् दाइ पनि बिस्तारै आउनुहोस् है दाइ। लडी बुढी नै गऱ्यो यार, कम ठोकिन्छ त भन्टा हो। ल लडी बुढी गरेर थिरि गाइस। यस्तो छ तपाईँको भाइ केसी राजा रोहन केसीको हाल त्यस्तै राजा रोहन केसी गरौँ भने के दाइ ज्याकेट म त यार त्यो यहाँ छ पेट आयो माथि खड्किएर क्या दाइ। बिस्तारै निस्किँदै हुनुहुन्छ। टच मोबाइल हजुर छैन यहाँ यस्तो दामी आएको ब्याकग्राउन्ड, यस्तो दामी ब्याकग्राउन्ड, यस्तो क्लियर आमा महेन्द्रको ब्याकग्राउन्डै नआएर घामले। खाला त ल बिस्तारै चिप्लेर अझ जान्लास् त्यतै हो। म यतै छु नि, अन्त कहाँ जानु नि, यहीँ पोखरातिर हो गाइसहरू। कहाँ गयो भन्छन्, म यतै छु नि, यतै छु। अब चाहिँ फाइनली गाइस डुङ्गा चढियो, फेवासाको डुङ्गा। हेलो राजु साहब, कता हो? काठमाडौँ आउनु पर्यो। खोइ यार चिन्ता लास्टै परिसक्यो भाइ, के हो कता हो? खोइ आउनु पर्यो काठमाडौँ, कता हो?